एकै छोराले कमाउँथ्यो ए बाबु जत्रो थियो यो जत्रो थियो बाबु ठुलो थियो बिचारा अटोनी अब त कसले पाल्छ र कोही छैन त्यही दिन जलेर त्यही दिन बित्नु भएको कि अस्पताल लानु होइन त्यही दिनै त्यही त्यो मैले पटलजीको छोरीको घर हो यहाँ छ 12 बजे मैले फोन गर्दाखेरि फोन लाग्यो बोल्यो अनि फेरि 12:30मा 1:30तिर फोन गरी बाबु कहाँ भनेको 12:30तिर गइसक्यो नजाइ छोरो भन्ने त्यति भने ल ल म आउँछु रानु भने त्यति भने त्यसपछि 1:45बाट फोन लागेन अनि त्यसपछि 2 बजिसके 1:45मा त ल फोन पनि लाग्यो नलाग्ने बित्तिकै ला मेरो छोरा त आज मर्यो भनेर मुखमा त्यस्तो आयो अनि त्यसपछि मेरो छोरा त कसैले गोली हानेर मार्यो कि अर्काले आज कुटेर मारिदियो सोझो थियो भनेर त्यति भनी बचानी गाली गरे त्यसपछि खोज्न जान गएँ म चाहिँ 2 बजे नै खोज्न जाँदा पर्जन निवासको पर्जने घर उता गएँ यो घरको तल अर्को घर आगो लाएर छ त्योमा गएँ 7:00बाट गएँ सबैतिर गएँ 5 बजे आमाको मन खोजे 5:30तिर खोज्दै अनि यो घरमा चाहिँ मान्छे एउटा पर्या छ नि अरूले अनि त्यहाँबाट त्यहाँ भित्र त गएन आगो लागिरहेको थियो घर आयो अनि राति 12 बजेसम्म खोजिरहे बाउ र छोरी भएर अनि म 2 बजेसम्म नसुती बसेँ त्यहाँबाट कसैको घर गएर एक कप चिया खाँदैन थियो भन्नीले कति थोक भनेछ माचुन्जेल कसैले बोल्न सकेन मरेपछि सबैले भन्यो मेरो छोरालाई दुनियाँ थोक भन्यो के भन्यो शनि सहिरहेछु चोर्न गएको चोरेर मर्यो कहाँ त्यस्तो हुन्छ नचाहिएको कुरो होइन त्यस्तो चोर्न जान्छ काम नपाएर कसले त्यस्तो भन्यो भन्नु त तिनीहरूलाई मुद्दा हाल्नुपर्छ त्यस्तो चोर्न गएको भन्नेलाई मोबाइलमा कमेन्ट गरिरहेको छु भन्थ्यो छोरीले आफूलाई मोबाइल चलाउनु होइन बिचरा बितेर जानु भएको मान्छेलाई कस्तो चोर्न